यो दौड चाहिँ हाम्रो जङ्गल जोड्ने दौड हो है साथीहरू। पुरै जङ्गललाई गोल चक्कर लगाउँदा हेरौँ आजको हाम्रो शिकार के होला त। यो गर्मीमा चाहिँ फेरि कलकल धाराको पानी देख्दा चाहिँ पानी मिठो मेरो हजुर इलाम बजारको भन्ने गीतको याद आउँछ। हाम्रो आजको सफर यहाँबाट सुरु हुन्छ। लाग्छ म आज संसारकै लक्कीमा पर्नेछु, किनकि मैले चाहिँ निगुरोको गुण पत्ता लगाइसकेको छु। तपाईँहरूको कसलाई चाहिँ अर्ग्यानिक निगुरोहरू सब्जी मनपर्छ त कमेन्ट गर्नु है। म चाहिँ आज भेटे जति भएभरको निगुरो टिप्नेवाला छु। ल हेर्नुहोस् साथीहरू, भाइले पछि निगुरो बाफ्रे म त्यसै लक्की छु भने त होइन कि। अरू कुरामा अनलक्की भए पनि यो कुरामा चाहिँ लक्की नै मान्नुपर्छ। आजको दिन राशिफल पनि राम्रै रहेछ कि क्या हो। मैले चाहिँ एक मुठी पारिसक्दा पनि मम्मीको चाहिँ 2 त्यान्द्रा, त्यो पनि मम्मीले मलाई नै दिनुभयो। काली निगुरो चाहिँ बब्बाल मिठो लाग्छ। मम्मीलाई एकातिर पठाएर म अर्कोतिर टिप्दैछु। हेरौँ कसले कति भेला पार्नेछौँ है त। आमा छोरीको निगुरो टिपिङ कम्पिटिसनमा पनि भिड पाखा जङ्गल सब केही नभनिकन आज यतै दिन बिताउने विचार गरियो। दिन पनि कसरी नबिताउनु सोचेभन्दा बढी निगुरो भेटाएपछि हैरान चाहिँ महा हैरान भइदो रहेछ। तैपनि निगुरो भेटेकै गर्दा चाहिँ मजै भयो। यो चाहिँ काली निगुरोको बाउ हेर्नुहोस् है। यो चाहिँ काली निगुरोको बाउ अनि मेरी आमा चाहिँ तल झोडीमा टिपे हुनुहुन्छ निगुरो। म पनि जान्छु अब, हैरान भएँ। यति धेरै निगुरो टिप्यो कि आमा म आज त गलेर लथरन्नै भयो। पारिपट्टि फड्को मार्न पर्ने भयो साथीहरू। ल हेर्नुहोस् है, आजको चाहिँ मेरो सक्सेस, जिन्दगीमा नपाएको सक्सेस आज बल्ल निगुरो टिपेर पाएँ। गलेर हैरान भए, ती लथरान्न परे कि फ्यात्तै बस्न जस्तो भयो। माउन्ट एभरेस्ट चढ्नेलाई पनि यति गाह्रो त परेको थिएन होला। जब एक मुठी निगुरो भेट्या रहेछ गफै ठुला भन्नुहुन्छ होला। फेरि यो चाहिँ अजम्बरीको बुट्टी हो है साथीहरू, अजम्बरीको बुट्टी। काली निगुरो मात्रै नभएर यता वरिपरि चाहिँ अरू खाले निगुरोहरू पनि रहेछ। अनि यो साइडमा चाहिँ 3-4 खाले निगुरो पाइने रहेछ। निगुरोको धेरै जाति प्रजाति हुन्छन् रे, सबै त मलाई पनि थाहा छैन। जे होस् सब्जीको लागि चाहिँ दामी हुन्छ। अब चाहिँ हाम्रो घर जाने बेला आइसक्यो। हामी बिस्तारै घर जानेवाला छौँ। भिडियो कस्तो लाग्यो हजुरहरूलाई? लङ लेन्थ भए पनि बोरिङ नमानिकन भए पनि हेरिदिनु होला। यो मेरो सङ्घर्ष हो, हजुरहरूलाई कस्तो लाग्छ